नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनमा सर्वोत्कृष्ट खेलाडी बनेर कसले कार जित्छ भन्ने चासोले अहिले नेपाली क्रिकेट प्रेमीहरूलाई निकै उत्सुक बनाएको छ। एनपिएलमा अब दुईवटा खेल मात्र बाँकी छन्, दोस्रो क्वालिफायर र त्यसपछि फाइनल। यिनै दुई खेलपछि एनपिएलको दोस्रो सिजनको च्याम्पियन टिम मात्रै टुङ्गो लाग्ने छैन, सर्वोत्कृष्ट नेपाली खेलाडीको पनि टुङ्गो लाग्नेछ, जसले उपहारमा कार जित्नेछन्। अन्तिम दुई खेल मात्रै बाँकी रहँदा कार जित्न सक्ने खेलाडीका रूपमा आधा दर्जन दावेदार देखिएका छन्। अहिले नै कुनै एक वा दुई खेलाडी आकलन गर्न सकिने अवस्था छैन, किनभने 5 देखि 6 जना खेलाडी बीचको प्रतिस्पर्धा निकै निकट र बलियो देखिन्छ, जसमध्ये एक हुन् लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल। सर्वोत्कृष्ट हुने नेपाली खेलाडीले कार जित्नेछन्। अहिलेसम्म रोहितको प्रदर्शन उत्कृष्ट छ। मूलत रोहित टप अर्डर ब्याटर हुन्, तर उनी बोलिङमा पनि उत्तिकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्लेअफ अन्तर्गत बुधबार भएको काठमाडौँ गोर्खाज विरुद्धको एलिमिनेटरमा रोहितले निकै राम्रो बोलिङ प्रदर्शन गरे। उनले 4 ओभर पुरै बोलिङ गर्दा 25 रन मात्रै खचिएर 3 विकेट लिए, जबकि उनी विशेषज्ञ बोलर पनि होइनन्, तर उनले विपक्षी ब्याटरहरूलाई हायल कायल पारिरहेका छन्। प्लेअफको 3 विकेटसँगै उनले यो सिजन कुल 10 विकेट लिएका छन्। लिग चरणमा रोहितले 7 विकेट हात पारेका थिए। पार्ट टाइम बोलरको यो प्रदर्शन उच्च स्तरको हो, जबकि अन्य थुप्रै मुख्य बोलरहरूले समेत लिगमा 10 विकेट लिन सकेका छैनन्। रोहितले भन्दा धेरै विकेट लिने नेपाली बोलर 5 जना मात्रै छन्। उनीहरू सबैको मुख्य भूमिका नै बोलिङ हो, जसमा अविनाश बोहरा, सन्दीप लामिछाने, करण केसी, साहब आलम र शेर मल्ल छन्। नन्दन यादवले पनि रोहित समान 10 विकेट लिएका छन्। यसरी रोहितले बोलिङ मार्फत भेटरान बोलरहरूलाई नै टक्कर दिइरहेका छन्। ब्याटिङमा पनि रोहितको प्रदर्शन नेपाली खेलाडीहरूमा उत्कृष्ट छ। एनपिएलको दोस्रो सिजनमा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष 7 जनाभित्र 2 जना नेपाली खेलाडी छन्, जसमा एक रोहित हुन्। नेपाली खेलाडीको मात्रै कुरा गर्ने हो भने सर्वाधिक रन बनाउने शीर्ष 2 मा विनोद भण्डारीपछि रोहित नै छन्। उनले लिग चरणका 7 खेलबाट 208 रन बनाएका थिए। प्लेअफमा बुधबार काठमाडौँ विरुद्ध 18 रन जोडे। योसँगै उनले अहिलेसम्म कुल 226 रन बनाएका छन्। उनीभन्दा अगाडि विनोद भण्डारी मात्रै छन्। 264 रन बनाएका विनोदले अब फाइनलमा एक खेल मात्रै खेल्नेछन्, जबकि रोहितले अझै 2 खेल खेल्न सक्ने सम्भावना छ। बिहीबार हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग खेल्नेछन् भने उक्त खेल जितेको अवस्थामा फाइनल पुगेर सुदूरपश्चिम रोयलसँग उपाधि प्रतिस्पर्धा गर्नेछन्। त्यसैले उनको कुल रन अझै बढ्न सक्नेछ, जुन प्रदर्शनले रोहितलाई एनपिएल दोस्रो सिजनको सर्वोत्कृष्ट खेलाडीका रूपमा कार जित्ने अवसर हुन सक्नेछ। रोहित पौडेलसँगै कार जित्ने दावेदारका रूपमा अविनाश बोहरा, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, शेर मल्ल र विनोद भण्डारी पनि छन्। अविनाश लिगमा अहिलेसम्म सर्वाधिक विकेट लिने बोलर हुन्। उनले 8 खेलबाट 16 विकेट लिइसकेका छन् भने उनको टिम सुदूरपश्चिम फाइनलमा पुगिसकेको छ। सुदूले उपाधि जित्यो र फाइनलमा अविनाशको प्रदर्शन राम्रो रहन सकेमा उनी सर्वोत्कृष्ट खेलाडीका रूपमा कार जित्न सक्ने दावेदार हुन्। सर्वाधिक विकेट लिने सूचीमा दोस्रो नम्बरमा रहेका सन्दीप लामिछाने पनि कार दावेदार हुन्। उनले हरेक जसो खेलमा उत्कृष्ट खेलिरहेका छन्। 8 खेलबाट 15 विकेट लिएका छन् भने बिहीबार दोस्रो क्वालिफायर खेल्नेछन्। उक्त खेल जितेमा उनको टिम फाइनलमा पुग्नेछ। त्यसैले सन्दीपले अझै 2 खेल खेल्न सक्ने अवसर छ, जसले उनलाई कार विजेता बनाउन सक्नेछ। लगातार दोस्रो सिजन फाइनल पुगेको सुदूरपश्चिम रोयल्सका दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारी पनि कारका दावेदार खेलाडी हुन्। पहिलो सिजन कार जितेका दिपेन्द्रले उत्कृष्ट कप्तानीका साथसाथै ब्याटिङ, बोलिङ र फिल्डिङमा पनि राम्रो गरिरहेका छन्। विनोद सर्वाधिक रन बनाउने नेपाली खेलाडीको शीर्ष स्थानमा छन्। लुम्बिनीका शेर मल्लले पनि यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। स्पिनर मल्ल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा उक्लिएका छन्। उनले 8 खेलबाट कुल 13 विकेट लिएका छन्। यही प्रदर्शन बाँकी खेलमा पनि जारी राखे उनले अन्य सिनियर खेलाडीहरूलाई कारका लागि टक्कर दिनेछन्। यदि कार जित्न नसकेको अवस्थामा पनि उनी इमर्जिङ प्लेयरको अवार्डका लागि मुख्य दावेदार रहने देखिन्छ। इलिमिनेटरमा लुम्बिनीसँग पराजित भएर बाहिरिएसँगै काठमाडौँ गोर्खाजका करण केसी र साहब आलमको कार जित्ने सम्भावना पनि सकिएको छ। अब उनीहरू यो रेसमा हुने छैनन्। यद्यपि व्यक्तिगत रूपमा उनीहरूको प्रदर्शन यो सिजन राम्रो रह्यो। तपाईहरूको विचारमा यसपटक एनपिएलमा सर्वोत्कृष्ट भएर कुन नेपाली खेलाडीले कार जित्न सक्लान्? कमेन्ट गर्नुहोस् है त।